नमस्कार सबैलाई। आज म तपाईहरुसँग हाम्रो घरमा बनाइने एकदमै स्वादिलो चिकनको अचारको रेसिपी शेयर गर्दैछु। धेरैले घरमै कसरी मिठो चिकनको अचार बनाउने भनेर सोध्नुहुन्छ। त्यसैले आज सुरुदेखि अन्त्यसम्म सबै स्टेप देखाउँदै छु। भिडियो अन्तिमसम्म हेर्नुहोस्। अब मिठो अचारको लागि मिठो मसला पनि त तयार गर्नु पर्यो। अब मैले मसलाको लागि थोरै जीरा, धनिया, ल्वाङ, त्यसपछि मैले रायो पहेँलो तोरी, त्यसपछि थोरै कालो तोरी पनि राखेको छु। यसलाई चाहिँ मैले राम्रोसँग भुट्छु। मतलब नडर्ने तरिकाले चाहिँ यसलाई राम्रोसँग चलाएर चाहिँ रातो हुने गरेर भुटेको छु। अब यतिको भुटिसके पछाडि चाहिँ यसलाई मैले एउटा सफा प्लेटमा एकैछिन सेलाउनको लागि छोड्दै छु। अहिले एकछिन पछाडि यसको ग्राइन्डको पनि काम आउँछ। यसलाई हामीले राम्रोसँग पिस्नु पर्ने हुन्छ। त्यही भएर अहिले चाहिँ एकदमै तातो भएको कारणले चाहिँ मैले एकछिन यसलाई सेलाउनलाई छोडिदिएँ। अब मैले अर्को भाँडामा थोरै तेल राखेँ र हामीसँग भएको रातो सुकेको खुर्सानीलाई पनि एकछिन राम्रोसँग भुट्नेछु। रातो खुर्सानीलाई चाहिँ हामीले राम्रोसँग चलाएर भुट्नेछौँ र यतिको रातो भइसके पछाडि चाहिँ हामी यसलाई निकालेर अर्को भाँडामा राख्नेछौँ। अब पालो आयो चिकनको। चिकनलाई चाहिँ मैले राम्रोसँग सफा गरेर यसलाई सानो पिस गरेर काटेको छु र अघि बाँकी रहेको तेलमा थोरै तेल एड गरेर यसमा मैले चिकन पनि राम्रोसँग भुट्नेछु। हाम्रो चिकन चाहिँ यतिको हुनुपर्छ। यतिको भइसके पछाडि चाहिँ हामीले निकालेर यसलाई पनि सेलाउनको लागि हामी अर्को भाँडामा राख्नेछौँ र यसै गरी हामीले लसुनलाई पनि मजाले फ्राई गर्नेछौँ। यसलाई चाहिँ हामीले रातो हुने गरेर मात्र फ्राई गर्नुपर्ने हुन्छ। धेरै नै डढ्ने सम्भावना हुन्छ। त्यसैले यसलाई चाहिँ चलाइ पकाउनु पर्ने हुन्छ। हाम्रो लसुन चाहिँ यतिको ब्राउन चाहिँ हुनुपर्छ। र पालो आयो अदुवाको। अदुवा चाहिँ मैले एकदम थोरै राखेको छु। मलाई चाहिँ अदुवा धेरै मन पर्दैन। त्यही भएर अदुवा चाहिँ मैले एकदम कम मात्रामा राखेको छु। र अदुवा र लसुनलाई चाहिँ मैले अघि फ्राई गरेकोलाई चाहिँ मैले अर्को प्लेटमा यसरी राखेको छु। यसलाई पनि थोरै सेलाउनको लागि छुट्टैमा राखिदिएको छु। र पालो आयो अब ग्राइन्ड गर्ने। यो चाहिँ मैले सबै मसलाहरू अघि भुटेर राखेर सेलाउन छोडेको थियो। यसलाई चाहिँ मैले राम्रोसँग ग्राइन्ड